नमस्कार सबैजनालाई। के नेपालको राजनीतिमा साँच्चै कुनै ठुलो खेला हुन लागेको छ कि यो फेरि एकपटक जनतालाई झुक्याउने नयाँ फन्डा मात्रै हो? आज हामी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भित्र गुम्सेको त्यो खबरको चिरफाड गर्नेछौँ, जसले अहिले बालुवाटारदेखि सामाजिक सञ्जालसम्म गरमा गरम बहस छिडिरहेको छ। अहिले जनताको माग आगामी 5 वर्षका लागि बालेन शाह प्रधानमन्त्री बन्नेछन् र रवि लामी छानेले केवल पार्टीको कमान सम्हाल्नेछन् भन्ने कुरा छ। तर के यो कुरा त्यति सजिलो छ र? जति सजिलो देखिएको छ आजको सिनारियो अनुसार त्यो त्यति चाहिँ नि सजिलो देखिएको छैन। आउनुहोस् अलि क्रिटिकल भएर यसको भित्री पाटो हेरौँ है त। जब पत्रकारहरूले डीबी अर्याललाई बालेन शाहलाई प्रधानमन्त्री बनाउने सम्झौताबारे सोधे, उनको जवाफ निकै रहस्यमय र उदेक लाग्दो देखिन्थ्यो। त्यो सम्झौतामा भनिएको छ बालेन्द्र शाह 5 वर्षका लागि प्रधानमन्त्री हुनेछन्, पार्टी सभापति रवि लामी छानेले सम्हाल्नेछन् भनेर भनिएको छ। यही सम्झौता होइन त? त्यो कहीँ पनि तलमाथि हुँदैन। त्यो सम्झौतामा के लेखिएको छ अब मैले नि एकचोटि हेर्नुपर्छ, मलाई सबै कण्ठ छैन। तपाईँले भनेको कुरा यदि लेखिएको रहेछ भने त्यहाँ जे लेखिएको छ त्यही हुन्छ। भनेपछि त्यो सम्झौताभन्दा 1 इन्च पनि तलमाथि हुँदैन। त्यो मैले तपाईँसँग वाचा गर्नुपर्ने त यहाँ आवश्यकता देख्दिनँ। त्यस कारणले पार्टी निर्माण हुँदैछ, पार्टीले निर्वाचित भएर नेताहरू आउनुहुन्छ, वरिष्ठ नेताज्यू सभापतिज्यूहरू, पार्टीको केन्द्रीय समिति छ, त्यसपछि छलफल होला, संसदीय दल बन्छ, त्यसपछि त्यहाँबाट हुँदै जाने निर्णयहरूलाई हामीले मान्नुपर्छ। उनले भने त्यो सम्झौतामा के लेखिएको छ मैले पनि एकपटक विस्तृत रूपमा हेर्नुपर्छ। मलाई सबै कुरा कण्ठ छैन। अब यो कुरालाई गम्भीरतापूर्वक सोच्नुहोस् त। एउटा देशको प्रधानमन्त्री जस्तो गरिमामय पदको बारेमा जे कुराहरू भएको छ, ऐतिहासिक सम्झौताको बुँदा उपसभापतिलाई नै थाहा छैन? यो कि त राजनीतिक अपरिपक्वता हो कि त जनताको सेन्टिमेन्टमाथि खेल्ने एउटा रणनीति हुन सक्छ। यदि लिखित सम्झौता छ भने त्यो सार्वजनिक किन गरिँदैन त? सबैभन्दा शङ्कास्पद कुरा त पार्टी सभापति रवि लामी छानेको भूमिकामा देखिन्छ। बालेन शाह चाहिँ 5 वर्ष प्रधानमन्त्री हो, अब के हो 5 वर्ष पक्का हो। जब जब पत्रकारहरूले उनलाई बालेनलाई प्रधानमन्त्री बनाउने सहमतिको बारेमा प्रश्न गर्छन्, उनी त्यसलाई सिधै इग्नोर गरिदिन्छन्। कहिले हामी त्यो चरणमा प्रवेश गरेकै छैनौँ भनेर भन्छन् भने कहिले भने मेरो अनुहारले के भन्छ भन्दै ठट्टा गरेर पन्सिन खोज्छन्। किन त? यदि साँचो मनले बालेनलाई अघि सारेको हो भने प्रष्ट रूपमा हो भन्न सक्नुपर्छ। यस्तो लाग्छ रविजीले अहिले दोहोरो खेल खेलिरहेका छन्। एकातिर बालेनको क्रेज प्रयोग गरेर भोट सुरक्षित गर्ने, अर्कोतिर प्रधानमन्त्रीको कुर्सीमा आफ्नो मोह पनि कायमै राख्ने। यो मोहन त सहमतिभन्दा बढी शक्ति सन्तुलनको दाउपेच जस्तो देखिन्छ। चुनाव अघि भने रासोपाले बालेनको लोकप्रियतालाई आफ्नो फेस बनाएर भोट त बटुल्यो, तर अब जब कार्यान्वयनको कुरा आएको छ नि, पार्टीले केन्द्रीय समिति र संसदीय दलको निर्णय भन्दै पन्सिन खोज्दैछ। एकातिर अर्याल भन्छन् सम्झौतामा जे छ त्यही हुन्छ, अर्कोतिर भन्छन् बैठकले प्रक्रिया अगाडि बढाउनेछ। यदि सम्झौता नै अन्तिम हो भने फेरि बैठकको नाटक किन? र यदि बैठकले निर्णय गर्ने हो भने त्यो पुरानो सम्झौताको हैसियत रद्दीको कागज बराबर मात्रै भएन र? नेपालका पुराना दलहरूसँग वाक्क भएका जनताले रासोपालाई एउटा आशाको रूपमा हेरेका थिए र हेरेका छन् पनि। तर नेतृत्वको यो अस्पष्ट ढुलमुले बयानले धेरै प्रश्न उब्जाएको छ। नयाँ राजनीति गर्ने भनिएका पार्टीले आफ्नै आन्तरिक सहमतिबारे प्रश्न बोल्न नसक्नु र सभापतिले प्रश्न छल्नु लज्जास्पद कुरा होइन र? के रवि लामी छानेले साँच्चै प्रधानमन्त्रीको कुर्सी बालेनका लागि छाड्लान् त? नेपाली राजनीतिमा यस्तो ठुलो त्याग सुन्दा पनि अचम्म लाग्छ। यो सबै अहिलेको लागि एउटा पोलिटिकल स्टन्ट जस्तो बढी देखिन्छ। बालेन शाह आफैले यस विषयमा मुख नखोलेसम्म र रवि लामी छानेले लुकामारी खेल्न नछोडेसम्म रासोपाको यो दाबी चर्चामा रहने एउटा अस्त्र मात्रै साबित हुन पनि सक्छ। बालेनको क्रेजलाई भोट ब्याङ्कको रूपमा मात्र प्रयोग गर्ने र कुर्सीमा आफ्नो मोह कायमै राख्ने दोहोरो चरित्र अब चल्नेवाला छैन। पारदर्शिताको ठुला कुरा गर्ने तपाईँहरूले यो गोप्य सम्झौता के थियो तुरन्तै सार्वजनिक गर्नुपर्छ। यदि साँच्चै बालेनलाई अघि सार्ने तयारी हो भने क्यामेराको अगाडि उभिएर स्पष्ट खाका प्रस्तुत गर्नुहोस्, नत्र यो अस्पष्टताले तपाईँहरूलाई नै ब्याकफायर गर्ने निश्चित छ। जब व्यवहार पुरानो दलको जस्तो देखिन थाल्छ तब जनताको भरोसा टुट्छ, पार्टीभित्र कलह सुरु हुन्छ र रविजीको राजनीतिक भविष्य पनि जोखिममा पर्न सक्छ।
समयमै गल्ती सुधार्नुहोस्, नत्र रासोपाको हालत पनि इतिहासका अन्य अल्पआयु पार्टीहरू जस्तै हुनेछ। तपाईँलाई के लाग्छ? के रासोपाले साँच्चै बालेन शाहलाई प्रधानमन्त्री बनाउलान् कि यो अर्को एउटा चुनावी कार्ड मात्रै हो? कमेन्टमा विचार राख्नुहोला।